योभन्दा पछि हाम्रो नवीन दाईको पनि उहाँको एउटा पनि विचार थियो, विचारमा शुद्धता, राजनीतिमा इमान्दारिता। उहाँको सोच, उहाँको विचार यो क्षेत्र नम्बर 8लाई जस्तै पूर्व मान्यज्यू राजनीतिले पनि भन्नुभयो, हेरिटेज वक। विजय यसो गरौँ न, हाम्रो यो वकिङ पाथ स्वयम्भूदेखि हाम्रो हनुमान ढोकासम्म वकिङ पाथ टुरिज्म प्लस टुरिज्ममा बढ्यो भने यही पाथभित्रको हाम्रो क्षेत्रका सम्पूर्ण हाम्रो स्थानीयले यसमा उपभोग गर्न सकिन्छ भन्ने एउटा विचार राख्नुहुन्थ्यो। उहाँको अभिभारा बोकेर अहिले सपना भाउजू आफै मैदानमा उत्रनु भएको छ। काङ्ग्रेस बदल्यौँ देश बदल्छौँ भन्ने अठोटका साथ हाम्रा सभापति गगन थापा यसरी बोल्नुभएको छ। उहाँकै अठोटहरू पुरा गर्न सक्षम होस् भनी म भाउजूलाई शुभकामना तथा भित्र मनदेखि पनि शुभेच्छा पनि प्रकट गर्न चाहन्छु। यसमा हामी सम्पूर्ण क्रियाशील साथीहरू सबैले साथ र सहयोग गरिदिनु होला। जस्तै यो हाम्रो क्षेत्र नर्मल्ली हेर्दाखेरि सानो देखिन्छ, पूर्ण हाम्रो नेवार बहुल्यता भएको क्षेत्र हो अरू कम्पेरिजनमा। यहाँ अब गर्नुपर्ने ठाउँहरू पनि सम्पूर्ण जात्रा मात्राहरू, यो हाम्रो लाखे वा नाइकेरी हुनुहुन्छ, पुलुकिसी सौभको सम्पूर्ण इन्द्र जात्रादेखि सम्पूर्ण जात्राहरू हुने यही ठाउँ हो। यही ठाउँले गरेर नेपाल भन्नेको अस्तित्व यही छ। यही ठाउँको मान्छेहरूले बोल्ने भाषाको लिपि रञ्जना लिपि, त्यही भएको नेपाल भन्ने देशको मान्यता पाएको यही ठाउँ। यही ठाउँबाट आज महिला उम्मेदवारको रूपमा भाउजू आउनुभएको छ। उहाँको दिलले भन्नुभयो, मङ्गला देवीदेखि ल्याएको उहाँले सर्ट ब्रिफिङ गर्नुभयो, एउटा महिलालाई नेतृत्व दिने भनेर एउटा आँट, एउटा क्षमता र हाम्रो शुभेच्छा रहोस् भनेर म पहिला भाउजूलाई शुभकामना पनि दिन चाहन्छु।